मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। श्रम संस्कृति पार्टीको तर्फबाट मान्य सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। मान्य सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली, हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिका